यो जिन्दगी कसैले तलाउन नसकेको छोराछोरीले तलाउँछन् भन्थे। आखिर हो रहेछ। यो त मलाई तलाउने मान्छे चाहिँ यही हो। यो फेरि कुरा कहाँनिर सुरु हुन्छ भन्दा चाहिँ हाम्रो यही पिङको बारेमा झगडाबाट। John Manton kan nasabi. Natala hat lahat nila. Ay nikalay. Bogan siya. Oh, bhare gaari खेल्नु natala. यहाँ छाड घुमा गर्दिन। natala भन्नु अगिरे अनि मम्मीले भन्दिनु के हैन त भन्न ल के भन्दिने भन के फोन दिन्छु फोन गर भन्दिन्छेस भन्न अहिले त मम्मीलाई भन्दिन्छु कल्पेलाई भन्थिस् है हो कि हैन भन्न हो कि हैन भन्न यो त भुलिसक्यो त आमै रिसले कहाँ पुग्नु हुन्छ हो कि हैन भन्न फोन दिन्छु गर्छेस अनि त हामी झगडाहरूको कारण के हो रे अहिले भन्न झगडा गऱ्यो रिजन सुरुमा त तैँले हुम गर्ने नमानेर हो कि हैन हुन्न हुम गर्ने नमानेको यो अनि मैले पिङ फुकाइदिन्छु भनेको हैन अनि त्यहीबाट झगडा भएको अनि मिलेको चाहिँ हामी के कुरा हो त मैले पानी हालिदिन्छु तपाईँले उतापट्टि त्यो पिङको त उतापट्टिको फुकाएर फेरि बाँधिदिनु पर्छ त्यो कुरा हो मिलेको हो कि हैन हो हैन कुरो राइट हो कि हैन अनि उता अनि बाँधिदिएपछि मम्मीले भनिदिनु हो कि हैन त पिङ फुकाएर बाँधिदिएपछि यता पिङ फुकाएर बाँधिदिएपछि मम्मीले भनिदिनु हो कि हैन अनि पिङ फुकाएर नभए त सुन त अनि फुकाएर नबान्थे उहाँ साथीले दिएको प्रतिबद्धता त उहाँले तलाउनु खोज्नुभएको कुरा त गर्नु त पर्यो फेरि अहिले महाभारत सुरु हुन्छ उहाँको अनि के भन्छ सर तैँले के भन्छ सर अहिले भन् त मामीलाई भनिदिन्छु यो कल्पेलाई हो कि हैन फुकाउनु हो कि नि साँच्चै नफुकाम है छोडिदिउँ यस्तै छोडिदिउँ है अहिले भयो मैले सकिनँ नि फुकाउनु यसो गर यसलाई नफुकाम होइन यत्तिकै छोडौँ होइन यो पनि डह्रो छ नफुकाम म फेरि धोल्लो हुन्छ है मैले फुकाउनु सक्ने अहिले तँलाई गएर फुकाइदियो अहिले त सकिनँ फुकाम कि नफुकाम ल भन् यता मतिर आउँछ साथीले दिएको वचन त पुरा गर्नु पर्यो मैले लिप्दा म पानी हालिदिन्छु तपाईँले फेरि त्यो पिङ फुकाएर फेरि उस्तै गराइदिनु पर्छ भनेका हुन् तर सक्यो ढङ्ग पुगेन
अन्त त यो पिङ यथावत रह्यो फुकाउन सकिएन हगि रे अनि के भयो त के कुरा मिलो फेरि के कुरा नफुकाउने कुरो भयो चिया त अहिले खाने ठुलो मम्मी आएपछि